इन्डिया इङ्ल्यान्डसँग हारे पनि रोहित शर्मा चाहिँ जितेको छ। रोहित शर्मा ती हेटरहरूसँग जितेको छ। रोहित शर्मा गौतम गम्भीरसँग जितेको छ। रोहित शर्मा टिम सिलेक्टरसँग जितेको छ, जो रोहित शर्मालाई किक आउट गर्न चाहन्थे 2027 को ओडिआई वर्ल्ड कप भन्दा पहिले। भनिरहेको थियो कि रोहित शर्माको लास्ट ओडिआई म्याच हो, त्यसपछि रोहित शर्मा रिटायरमेन्ट दिँदैछ भनेर। ती हेटरहरूलाई रोहित शर्माले यस्तो झापड हानेको छ, यस्तो झापड हानेको छ कि ती हेटरहरू त्यो झापड कहिल्यै भुल्न सक्दैनन् के। रोहित शर्माले ती हेटरहरूलाई देखाइदिएका छन् कि म त्यही रोहित शर्मा हुँ जसले ओडिआई हिस्ट्रीमा सबैभन्दा ठुलो व्यक्तिगत स्कोर 264 रन बनाएका थिए, जसले एउटै वर्ल्ड कपमा 5 शतक लगाएका थिए। म त्यही रोहित शर्मा हुँ जसले ओडिआई हिस्ट्रीमा 3 दोहोरो शतक लगाएका थिए। रोहित शर्माले हिजोको म्याचमा एउटा नयाँ रेकर्ड पनि बनाएको छ। रोहित शर्मा इन्डियन पहिलो खेलाडी बनेको छ जसले लर्ड्समा सेन्चुरी बनायो। पक्कै पनि हिजो रोहित शर्माको इनिङ हेरेर हेटरहरूको त खुब जलेको होला, पछाडिबाट धुवा निस्किरहेको होला, खुब जलेको होला हेटरहरूको। रोहित शर्माले 110 बोलमा 138 रन, 125 को स्ट्राइक रेट हिजो इङ्ल्यान्डको चुटाइ गरेका छन्। यो रोहित शर्माले हिजो इङ्ल्यान्डको चुटाइ गरेको होइन, रोहित शर्माले ती हेटरहरूको चुटाइ गरेको हो जो रोहित शर्मालाई ड्रप गर्न चाहन्थे ओडिआईबाट। तिनीहरूको मुखमा यस्तो झापड हानेको हो जो रोहित शर्मालाई भनिरहेको थियो कि मोटो भइसक्यो, फिट छैन, यो टिममा बोझ, यो खेल्न सक्दैन, 27 को ओडिआई वर्ल्ड कप यो खेल्न सक्दैन भनिरहेको थियो। ती हेटरहरूलाई तमासा, ती हेटरहरूलाई झापड हो रोहित शर्माको। यो इङ्ल्यान्डका बोलरहरूको चुटाइ गरेको होइन रोहित शर्माले, ती हेटरहरूलाई चुटाइ गरेको, ती हेटरहरूलाई जवाब दिएको, जो रोहित शर्मामाथि प्रश्न उठाइरहेका थिए, तिनीहरूलाई जवाब दिएको रोहित शर्माले।